झापा नेत्रहीन सङ्घ तथा नेत्रहीन सङ्घ कोशी प्रदेशको आयोजनामा सम्पन्न दृष्टिविहीन व्यक्तिहरूका लागि कोशी प्रदेश स्तरीय खुल्ला गायन प्रतियोगिता भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा झापाका शम्भु राजवंशी प्रथम हुँदै नगद रु 10,000 सहित सम्मानित भएका छन्। प्रतियोगितामा झापाकै समीर अधिकारी द्वितीय हुँदै नगद रु 5,000 प्राप्त गर्न सफल भए। त्यसैगरी धनकुटाकी सुजिता राई तृतीय स्थान हासिल गर्दै नगद रु 3,000 प्राप्त गर्न सफल भइन् भने झापाकी पवित्र तामाङ चौथो सान्तवना स्थान हासिल गर्दै नगद रु 2,000 प्राप्त गर्न सफल भइन्। विजेता तथा पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका अध्यक्ष होमनाथ राजवंशी लगायत प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो। विश्व प्रसिद्ध प्रेरणादायी व्यक्तित्व हेलेन केलरको 146औं जन्मजयन्ती तथा झापा नेत्रहीन सङ्घको 29औं स्थापना दिवसको अवसर पारेर बिर्तामोड 3 स्थित झापा नेत्रहीन सङ्घको सभाहालमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यलाई सफलतापूर्वक सार्थक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताको निर्णायकको भूमिकामा बिहानी कला केन्द्र उर्लाबारीका संस्थापक तथा प्रशिक्षक यशोदा साक्य र सोही कला केन्द्र दमक शाखाका सञ्चालक एवं प्रशिक्षक हेमन्त रिजाल रहनुभएको थियो। उहाँहरूले प्रतियोगिताको निर्णय सार्वजनिक गर्दै मूल्याङ्कनका आधार र निर्णय प्रक्रियाबारे आफ्नो धारणा पनि साझा गर्नुभएको थियो। सङ्गीत भनेको के हो भन्दाखेरि सुर ताल लय मिलेर सङ्गीत बन्दछ भनेर आधारभूत रूपमा हामी सिकाउने गर्छौँ र आजको प्रस्तुति मात्रै नभएर प्राय सबैतिर यही एउटा फर्मेटमा रहेर मुख्य गरी यही फर्मेटमा रहेर निर्णयहरू गर्ने गरिन्छ। झापा नेत्रहीन सङ्घका अध्यक्ष होमनाथ राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राजवंशीले यस्ता कार्यक्रमले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन गर्न, आत्मबल वृद्धि गर्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। मैले सोचे भन्दा पनि उत्कृष्ट कार्यक्रम मैले मानेको छु र यो सफल बनाउनमा सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका छ। यसको लागि म सम्पूर्ण प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रममा कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा लगायत विभिन्न जिल्लाबाट 12 जना प्रतियोगीको सहभागिता रहेको आयोजकले जानकारी दिएको थियो। कार्यक्रम लाइभ म्युजिकका साथ सम्पन्न भएको थियो। प्रतियोगीहरूको प्रस्तुतिलाई अझ आकर्षक बनाउन गिटारमा चन्द्र भट्टराई, किबोर्डमा किशोरा अर्याल तथा अक्टोप्याडमा डिल्लीराम दुलालले साङ्गीतिक साथ दिनुभएको थियो। स्मरणीय पक्षका रूपमा सोही अवसरमा झापा नेत्रहीन सङ्घद्वारा सञ्चालित 3 महिने सङ्गीत तालिमको समापन समेत गरिएको थियो। उक्त तालिमबाट झापाका दृष्टिविहीन 3 जना महिला र 7 जना पुरुष प्रत्यक्ष रूपमा लाभान्वित भएको सङ्घका सचिव दिलकुमार राजवंशीले जानकारी दिनुभयो। कार्यक्रममा झापा नेत्रहीन सङ्घका सल्लाहकार संयोजक द्रोणाचार्य निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यस्ता सृजनात्मक कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूको क्षमता अभिवृद्धि र सामाजिक सहभागिता विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रगान तथा शहीदहरूप्रति 1 मिनट मौन धारण गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सभा सदस्य एकराज कार्कीको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा नेपाल आदिवासी जनजाति नेत्रहीन सङ्घका अध्यक्ष भोजकुमार तामाङ, मेची प्रादेशिक अस्पतालका सञ्चालक सदस्य शिवकुमार राज भण्डारी, झापा नेत्रहीन सङ्घका सल्लाहकार प्रेम प्रकाश सिटौला, मदन आचार्य, कञ्चनजङ्घा अङ्ग्रेजी स्कुलका सञ्चालक डाक्टर केशवराज नेउपाने, समाजसेवी ढिल्ली कुमारी नेउपाने लगायत विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। झापाका दृष्टिविहीन कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको स्वागत मन्तव्य सङ्घका उपाध्यक्ष उत्तम खतिवडाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सङ्घका सचिव दिलकुमार राजवंशीले गर्नुभएको थियो। समग्रमा कार्यक्रम दृष्टिविहीन व्यक्तिहरूको कला, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने प्रेरणादायी तथा सफल आयोजनाका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।